ओके आजदेखि म पनि भ्लगर हो है म पनि भ्लगर हो है फाइनली दिदी बहिनीहरूलाई दाजुभाउजूलाई मैले चाहिँ भेटाइसकेँ होइन सो राइट हियर ल अब हाम्रो झापा जाने गाडी लोड हुँदैछ है मेरो भाइले ब्याग बोक्दैछ डर छ भनेर मलाई लागेन उसले बुझ्छ अरे आफै होइन यहाँ हट्टाभट ट्याक्सीमा लोड गर्दैछौँ फाइनली हामी चाहिँ काठमाडौँबाट बाटो लागेका छौँ अनि मेरो भाउजू हुनुहुन्छ मान्छे भनेको मेरो दिदी माग्छ त ल दाजुभाइ चाहिँ होइन यसरी पछाडि छ हामी फाइनली स्पेसल सिट मसाज राम्रो हुन्छ यहाँनिर सो मसाज राम्रो हुन्छ यहाँ म चाहिँ यसपालिको नेपालको टुरलाई चाहिँ अलिकति यादगार बनाउनको लागि किनभने मभन्दा ठुलो व्यक्तित्वहरू मसँग हुनुहुन्छ मेरो दाजु भाउजू दिदी बहिना भान्जी अनि अन्य व्यक्तिहरूलाई पनि भोलि हामी भेट्दैछौँ जति समय हुन्छ इफ पोसिबल भयो भनेदेखि चाहिँ म ब्लगमा आउनेछु सो स्टे ट्युन गाइस मैले पनि गाइस भन्नु थालेँ स्टे ट्युन गाइस गाइस नेक्स्ट भिडियोमा भेटौँ है हजुर के रे दा नेक्स्ट भिडियोमा भेटौँ आम्बो ल सुन्दर बिहान हामी काठमाडौँबाट आउँदैछौँ अति नै सुन्दर दृश्य हामीले देख्न सक्छौँ सो करिब हामी 6 घन्टाको यात्रा भयो र हामी काठमाडौँबाट झापातिर जाँदैछौँ इट्स भेरी स्विट प्लेस है एकदम राम्रो छ दाजुभाइ यहाँ पछाडि छ होइन अनि दाजुभाइ मात्र होइन सबैजना चाहिँ भाउजू बिचरा भान्जीलाई चाहिँ रमाइलो भइरहेछ आज हरियाली भइरहेछ भान्जीलाई को यात्रा गरेर चाहिँ हामी आइसकेको छौँ होइन भान्जी इज लाइक ओके आई वान्ट टु गो मोर एन्ड मोर होइन हेलो हाम्रो कान्छा भाइ आउँदैछ पारा होइन सो नेपालको गाउँ हजुर पुरै ड्राई लाइफ भइरहेछ फर्स्ट टाइम एक्सपिरियन्स नेपालको फर्स्ट टाइम आफ्टर लङ टाइम होइन भाउजू कति वर्ष पछाडि आउनुभएको तपाईँ 14 वर्ष पछाडि 14 वर्ष पछाडि अब राति पुरै अब एयरपोर्टबाट निस्किने बित्तिकै रात भयो होइन केही देख्नु भएन नि त त्यो बाटो हेर्दा कस्तो लाग्यो कि अलिकति अगाडिको बाटो कस्तो लाग्यो एकदम रमाइलो लागेछ त भुटानै पुगेको जस्तो भइरहेको थियो अनि बाटो हेर्दाखेरि ब्यागहरू लगेजहरू माथि छ यस्तो टर्निङ काट्दाखेरि ब्याग पनि भाउँदो हाल्छ दाजु के गर्नुपर्ने होला पानी सानी हाल्नुपर्ने हाम्रो सुरेन्द्र दाई सो म परिवार केटोले ठ्याक्कै अर्को परिवार दाईलाई भेट्यो होइन सो काइन्ड अफ लाइक यो चाहिँ एउटा के भन्छ दाई त्यसलाई ठ्याक्कै के भन्ने संयोग होइन दुईजना दाजु होइन कति 14 वर्ष अरे होइन 14 वर्ष पछि अरे होइन 13 वर्ष पछि यहाँको गाडी यहाँको बाटोमा कुदाउँ भएन दाइ अगाडि बस्नेलाई त्यस्तो कुरा गर्ने हो हेलो कतै अब
अब सुन्दर सुन्दर दृश्यहरू रोड के भन्छ खोला साइडमा राम्रो थियो है सो अब फेरि आउँछ तराईमा सो किप वाचिङ गाइस म पनि गाइस भन्ने भयो कहाँ जाने हो कता जाने निर्णय गर हो कहाँ जाने कता जाने निर्णय गर बिहान चाहिँ भयो अनि हामी चाहिँ अहिले कोसीमा छौँ कोसीको कोसीमा बसेर अब होइन पौडी खेल्ने कालो पानी पौडी खेल्यो होइन होइन दाइले चाहिँ एकदम माछा खाने कुरा गरिरहनु भएको छ सो माछा कोसीको ताजा माछा खाएर मजाले हामी आउने है त कोसीको माछा खायो अरे अनि हामी जाने चट्टसँगले दमक यस बेलुका अनि फेरि त्यहाँनिर गएर चाहिँ राँगालाई लडाएर अघि ढलिसक्यो अघि नै अनि रागा खाने घुमघाम खुवाइपुवाइ तगडा होला जस्तो छ है कोसीको माछा होइन कोसीको माछा यो चाहिँ फ्रेस माछा हो नि आलो माछा हो कहिले मार्छ भाइ 2 महिना भयो 2 महिना भयो फ्रेस हुन्छ पानीमै राखेको थियो नि त नि पानी परमप्रभु परमेश्वर तपाईँलाई धन्यवाद माग्न सकेर आशिष गर्न सक्छु कहीँ बोल्दाको पाएँ तपाईँलाई महिना अशुद्ध थाल्ने शुद्धता प्रभु तपाईँलाई धन्यवाद मान्छे आशिष निश्चित अब भात पकाइरहेको छ अरे म कहाँ आएको भात खानु भाइ पनि चित्तै गर्ने यता उडाएर यो अहिले पकाएको भर्खर तारेको तार्नु चाहिँ माछा कहिले पारेको पनि पकाएर चाहिँ भर्खर तारेको माछा त हो र कस्तो छ ठिक छ बाबा माछा कस्तो लाग्यो आज चाहिँ हामीहरू यहाँनिर काठमाडौँ उता झापा जाँदै गर्दाखेरि बाटोमा निस्केर यहाँ एउटा होटल भेटायो यहाँनिर एकदम कोसीको फ्रेस माछालाई हामीहरू लिएर बसेका छौँ अब एक प्लेट चाहिँ खाइसक्यो फेरि अर्डर गरेर चाहिँ अर्को प्लेट अब ठुलो खाले कस्तो हुन्छ टेस्ट गर्दैछ आज हामी आमा के हो यो फर्स्ट लट सक्यो अब सेकेन्ड लट आउनु भयो यता पनि सकिन्छ ल छैन सकेछ अलमोस्ट ल अब सेकेन्ड लट आउँछ हाम्रो चाहिँ इमान्दार खुवाइ छ है दाजु के भन्नु त हाम्रो इमान्दार खुवाइ छ हो हामी अहिले रतुवा पुलमा छौँ यस बिचरा रतुवा पुल जाउँदै अरे रे यो खोलामा हो हामी पौडी खेलेको माथितिर कस्तो स्विट पुल क्या क्यामेराले कैद गर्दा दाइ ढुङ्गाको सधैँ बेग्लै क्या के हो यहाँ
चाहिँ हाम्रो साउलीको होला अब उतार्नु पर्यो नि अब सामानो दाजु ओइ काकालाई ओइ ओइ अनि बोले त नि राम्रो बोल्नु जाने केटा भाइ यहाँ छ त भाइ हेलो हेलो सो यहाँ भर्खरै चाहिँ हाम्रो ह्यान्डसम हामी जुन चाहिँ विवाह हामीले मिस गऱ्यौँ यो केटी को हो त्यहाँ पर बस्ने जय मसी छोरी हामी चाहिँ यहाँनिर ओके साइली सालीको घरमा आइपुग्यौँ हजुर लगायत हाम्रो भाइ अनि यहाँ उहाँहरूको घर रहेछ अनि हामी चाहिँ यहाँ भ्रमण गरेर चाहिँ ठिकै हुन्छ भान्जा ल उहाँ चाहिँ हाम्रो भान्जा अनि घर हेर्दै हेर्दै हामी चाहिँ आइपुग्यौँ यहाँनिर जय मसी अनि हामी चाहिँ बस्नलाई हिँड्यौँ अब त्यसो भने जाँदैछौँ सरासरी म त आएको पहिले ए चाहिँ तपाईँले कसरी नदेखाउनु मेहनती हातहरूलाई कसरी नदेखाउनु होइन बास्नादार भइरहेछ अनि यहाँ नदेखाएर के हुनेवाला छ यहाँ यो भाउजूको अफिस हो उहाँ चाहिँ इन्चार्ज हो यो अफिसको पानी ले लो तपाईँ आमा छोरीको कति वर्षपछिको भेट हो? 14 वर्ष हाम्रो सुरेन्द्र राई वन्डरफुल म्यान अनि हजुर हुन्छ तर सहिरहेको छ तपाईँलाई कस्तो राम्रो देखिरहेको साँच्चै भने हो क्या हो सहिरहेको छ खाइहाल्नु न जस्तै भयो पनि नेपालमा चाहिँ आफ्नो लङ टाइम फर्स्ट टाइम खाना खाँदै हुनुहुन्छ होइन चामल 13 वर्ष पछाडि दाजु भाउजूले होइन चट्टसँगै दाल भात अनि राँगा सागहरू होइन भाउजूले पनि भेनाले कति वर्ष पछाडि लगभग 12-13 वर्ष दाजुले चाहिँ 20 वर्षपछि नेपालमा खाना खाँदै हुनुहुन्छ नि के अरे 20 घन्टा पछि खाना चाहिँ खाएको त 2-3 दिन पछाडि हो तर नेपालमा खाएको चाहिँ नेपालमा खाएको चाहिँ 13 वर्ष ओके दमकको यो दमकको भात छोडिने होइन अनि यति बाहेक हामी क्यापेचिनो अनि अमेरिकानो कफी खाँदैछौँ हाम्रो यहाँ कफीमा पनि खान्छौँ यहाँ कफीको डिजाइनहरू हेर्नुहोस् क्यापेचिनो हेलो जय मसी यहाँ हामी चाहिँ दमकमा चिया र कफीसँगै खाइँदैछ मिसाएर अनि हामी एकदम यहाँ यता भान्जा यता म यता दिपक भाइ उता हाम्रो आशिष भाइ मलाई चाहिँ निद्रा बढी लागेको यता ठुलो दिदी बसेको छ अमेरिकानो खाँदैछु फ्रेस गर्छ कि भन्दा कति मोटाएको जस्तो लाग्यो पहिलेको भन्दा त अलिक मोटो मोटाइमा एकदम यार क्या दिले गयो भने तपाईँ त धेरै मोटाउनु भयो नि मोटाइ नै धेरै होइन म अस्ति 5 महिना अगाडि आएको थिएँ आज आएँ फेरि आउने कि नआउनु आउनु नि अब तपाईँलाई तपाईँ कति बेला छुट्टी हुन्छ तपाईँको होइन कामबाट त्यतिकै त काम छुट्टी गरेर चाहिँ आउनु कुद्नु त भएन होइन कामको कुरोहरू मिलाएर चाहिँ आउनु भाइ क्यामेरा बाई डियर तपाईँ कति यहाँबाट गएपछि तपाईँको काम छैन त काम छ नि धेरै छ काम गर्नु पऱ्यो भाउजू त्यो के अरे गुन्यु जस्तो केही दिने झ्याप्प यस्तो बनाउन पल्टाउन पर्छ कि ठुलो जालीवाला पुग्नु त लोग्नु यहाँनिर
आज सुँगुरको कीर्तन हान्दैछौँ यहाँनिर पोलेर। बाबाको ठुलो बहिनीको श्रीमान हाम्रो भेना हो। हाम्रो सुजी दाजु यता हुनुहुन्छ। दिदी पर बसो। अब यहाँ हाम्रो भान्जाले पल्टाउँदैछन्। खोल्यो खोल्यो ऊ बाइक त्यो बोसो झऱ्यो नि, बोसो झऱ्यो होइन, केही छैन। त्यसलाई निकालेर फेरि प्याक गरेर हाल्नुपर्छ। यता छ असु यहाँनिर ऱ्यापिङ गर्ने यहाँ हुनुहुन्छ, उता पनि हुनुहुन्छ। ओ लु लु यता यता अनुहार त हेरौँ न, घोप्टो पर्दा आमोस बिकु यहाँ प्रिन्सिपल आजको हुनुहुन्छ यसको चाहिँ। आगो राम्रो बलिरहेको छ कि केही छैन, ठिकै छ। अघिदेखिको एउटा बोल हाम्रो मामा हुनुहुन्छ। भिडियो हुँदैछ यहाँ। हाम्रो भाइ छ यहाँ, लाले एलेक्स। जय मसी सबैलाई होइन। अनि उता हुनुहुन्छ उहाँ हुनुहुन्छ मेरो गृहमन्त्री हुनुहुन्छ। जय मसी गर्नुहोस्। कस्तो अनुभव भइरहेछ तपाईँलाई देवरसँग, दिदी भेनाहरूसँग भेट गरेपछि? Sorry for that. I'm so glad to hear your voice. त्यत्तिकै इङ्ग्लिस बोल्दैपछि त जागिर पक्का भयो। भोलिदेखि घरमा कपडा धुने। हाम्रो दिदी हुनुहुन्छ, भिडियोग्राफी दिदी। यता हाम्रो भान्जी हुनुहुन्छ, यता भान्जी चाहिँ किचनमा एकदमै कुखुराको मासु पनि रेडी हुँदैछ। एउटा मान्छेलाई मैले के अरे रेडी Ready? I'm coming. एकदम रेडी जुस खाँदैछौँ। अब चाहिँ यहाँ यो सब सिद्ध्याउने हामी। सबै खानु परेको। अब हिरोले देखाउँछ। हिरो के हन्डा लाओ। भान्जी मलाई चाहिँ यो पनि यहाँ लगाइदिनु त, म यहीँ लगाएर खान्छु। अबे मामा उयो भएन फोन? केही भएन। फोन त मेरो 3 पल्ट छ, केही भएन। मामा त्यो टुक्री चाहिँ कोही यो होइन, यो कसलाई हो यो? ल हाम्रो यो खादिन अहिले। आमोस ल ल ल लालेर मलाई यहाँ लगाइदिनु। हो यो अर्को नि उगाउने ल्याउने बेला भएछ एउटा।